शुभ लग्नको बेला हुन लागेको छ। आज मिति हैन इस्वी सन् 2026 फेब्रुअरी 4 तारिक नि फेब्रुअरी महिनाको 4 तारिक हाम्रो वशिष्ठ के अरे गोत्र माण्डव्य गोत्रमा उत्पन्न हुनुभएका बाबाको नाम के हो? नारायण बहादुरका नारायण बहादुर कटुवालका सुपुत्र आमाको नाम के हो? कृष्णा देवीका छोराको भोलिको दिनको शुभ विवाहका लागि आज गणेशका लागि लड्डु बनाउनका लागि भार बोक्नेहरू हामी तयार छौं। घडीवालाहरू तयार छौं। स्वस्ति वाचन गर्ने होमादि गर्ने ब्राह्मणहरू तयार छौं। बाजा गाजा बजाउनेहरू तयार छौं। फोटो खिच्ने फोटोग्राफरहरू तयार छौं। सिलोके कवितेहरू तयार छौं। भार बोक्ने ढाल तरबार बोक्ने धान सुकाउने धान उठाउनेहरू तयार छौं। शङ्ख घण्ट बजाउनेहरू तयार छौं। लग्नका सम्पूर्ण सामग्रीहरू तयार छन्। उसो भए आजको मिति महिना गते बार तिथि बोलौं त। महिना 2082 विक्रम सम्वत 2082 माघ महिनाको 21 गतेका दिन हाम्रो माण्डव्य गोत्रमा उत्पन्न हुनुभएका नारायण कटुवाल हाम्रा सुन्दर कटवालका ज्येष्ठ सुपुत्रको भोलिको शुभ विवाह हुन गइरहेको छ। त्यो विवाहका लागि सम्पूर्ण सामग्रीहरू तयार छन्। ल अब मुहुर्त लग्न नवांशक शुभ लगन बोलौं त। उसो भए घडीको बेला ठिक भयो भने घडीको बेला ठिक भयो भनिदिनु। भरे घडी दुख्दा घन्टी बजाउनु। शुभ बेला भयो भन्नु। भार बोक्नेले भार बोक्नु। धान सुकाउनेले धान सुकाउनु। आजको शुभ बेलाको शुभ नवंशक शुभ बेलामा शुभ लगन बोलौं त। ल शुभ लगन भो ल अब चाहिँ सबैजनाले यसरी लड्डु बनाउन थाल्नु भएको छ हैन। मजालेसँगले यो कसार बनाउनु भएको छ सबैजनाले। हेर्नुहोस् त सिलोक भजन गाउँदै हैन के गाउँदै मजाले लड्डु कसार गणेशजीलाई। अनि यहाँ चाहिँ बेहुलो हुनुहुन्छ, भोलिको बेहुलो हुनुहुन्छ हैन। पुरै बेहुलीसित बोल्दै हुनुहुन्छ भोलिको बेहुलो। ल मेरो ब्लग यति नै रह्यो।